हेलो गाइज दर्शक नमस्ते एनदर डे एनदर भ्लगमा तपाईहरुलाई स्वागत छ र म तपाईहरुको साथी प्रकाश ब्रेस्ट बेलारुसबाट है त र आज पनि म तपाईहरुमा भ्लग सानो भ्लग लिएर उपस्थित भएको छु र सबैजनाले धेरै माया गरिदिनु भएको छ र तपाईहरुको अझै धेरै मायाको अपेक्षाको खाँचो छ। माया गरिदिनु होला, साथ दिनु होला र भिडियोहरु पुरा हेरिदिनु होला। नयाँ आउने साथीहरुले सब्स्क्राइब लाइक हैन सबै गरिदिनु होला। अनि म चाहिँ आज लगभग बेलारुस आएको पनि 20 महिना भएछ र आज 1 महिना 2 महिना गर्दै बेलारुसमा 20 महिना चाहिँ कसरी कम्प्लिट भयो मलाई आफैले पत्ता छैन र चाँडै समय एकदमै छिटो बित्यो बेलारुसमा चाहिँ। र यसरी नै अब बेलारुसमा दिन चलिरहेकै छ। महिनामा 14-15 दिन काम गर्यो र अरु दिन बाँकी दिन चाहिँ अब बस्यो, यसरी घुमियो, बाहिर निस्कियो, त्यही छ। त्यसरी नै बेलारुसमा समय बितिरहेकै छ। र अब तपाईहरु कतिजना अब बेलारुस आउने तर्खरमा हुनुहुन्छ, कतिजना बेलारुसमा एप्लाई गरेर बस्नु भएको छ, कति साथीहरु चाहिँ अब बेलारुसको वरपरि निकालेर बस्नु भएको छ। अब उहाँहरुको लागि अब केही सजिलो होस् भनेर मैले केही जानकारीको लागि चाहिँ जानकारी दिनको लागि चाहिँ भ्लग बनाउने गर्छु र मेरो मेन उद्देश्य नै यही हो, तपाईहरुलाई बेलारुस आइसकेपछि अलिकति सजिलो होस् र भोलि आएर अलिकति दुःख नहोस्। हामी अब नेपाल दाजुभाइलाई अब मैले सबैलाई तपाईहरुलाई चाहिँ धेरै बारेमा त बेलारुसको बारेमा धेरै भिडियोहरुमा त भनिसकेको छु र विगत 20 महिनादेखि म बेलारुसमै छु र अब बेलारुसबाट बाहिर जाने प्रोसेस पनि गरेको, अब सक्सेस भएन भनौं। अब यहाँबाट अलिकति बाहिर जानको लागि अलिकति सक्सेस रेट अलिक कम छ। अब सोचेको जस्तो केही छैन। अब फ्यामिली भएको मान्छे अब डङ्कीहरु लगाएर जाँदा पनि भोलि धेरै गाह्रो हुने हैन। आफ्नो ज्यानकै माया मारेर तब कसरी जान सकु र। अब परिवार भएको मान्छे परिवार हुनु एउटाले गर्दाखेरि तपाईको परिवारमा कति जनालाई चाहिँ गाह्रो पर्न जान्छ, तपाईलाई केही भइहाल्यो भने तलमाथि। त्यही भएर यस्तो डङ्की भन्ने प्रक्रियामा चाहिँ हामी अगाडि बढेनौं र हामी सिधा अब त्यही हो। बेलारुस त्यति नराम्रो कन्ट्री पनि हैन जस्तो लाग्छ मलाई चाहिँ अहिले जहाँसम्म। किनभने तपाई बेलारुस हामीले अब एजेन्टलाई धेरै महँगो पैसा तिरेर आएर पो अलिकति कमाई अलिकति थोरै हुने मध्यम स्तरको भएको कारणले गर्दा ल बेलारुस राम्रो छैन भन्छौं। तर यथार्थमा बुझ्दा बेलारुस मध्यम स्तरकै देश हो र कमाई पनि मध्यम खालकै हुन्छ। तर हामी अब नेपालबाट 8-10 लाख रुपैयाँ 15-20 अब भनौं न 8-10 लाख रुपैयाँ तिरेर अब यति आएको भएर अलिकति धेरै नराम्रो लागेको र संरक्षणमा तपाई 4-5 लाख रुपैयाँ तिरेर बेलारुस आउनुहुन्थ्यो भने आज बेलारुस पनि युरोपको एउटा नेपालीहरुको लागि चाहिँ एकदमै आकर्षणकै केन्द्रबिन्दुमा रहन्थ्यो होला रोजगारीको लागि चाहिँ। अब त्यस्तै भयो। अब दलालीहरुले अब धेरै पैसा लिएर भनौं न छिटो सर्ट भिसा लाग्ने भएको कारणले गर्दा उनीहरुले चाहिँ आज एउटा उनीहरुको बिजनेस यस्तो बनाइरहेको छन् कि बेलारुसमा यति मान्छे आइरहेको छन् अहिले कुरै नगरौं। बेलारुसमा यति तीव्र गतिमा नेपाली, इन्डियन हैन अब हुन्छ नि पाकिस्तानीहरुको नि एकदम धेरै आगमन भइरहेको छ। तर यी इन्डियन पाकिस्तानीहरु भन्दा धेरै चाहिँ नेपालीको आगमन बेलारुसमा भइरहेको छ अहिले। किनभने नेपाली कामदारहरु हामी आउँदाखेरि लगभग पहिलो नेपाली नै हामी होला सायद बेलारुसमा। हामी भन्दा अगाडि अब कोरोना भन्दा अगाडिको टाइममा चाहिँ हुनुहुन्थ्यो होला नेपालीहरु र आधिकारिक रूपमा थाहा भएन। त्यसपछि पहिलोचोटी नेपालीहरु आएकै हामी हो र त्यसपछि अहिले हामी आएपछि पनि लगभग अहिले मैले एनालाइज गर्दाखेरि तपाईको लगभग 4-5 हजार नेपाली चाहिँ बेलारुसमा हुन लागिसकेको अवस्था छ र एकदमै अथाह नेपालीहरु दिन प्रतिदिन नेपालीको चाहिँ ठूलो मात्रामा चाहिँ रोजगारीको लागि चाहिँ बेलारुस आगमन भइरहेको छ। र संरक्षणमा अब तपाईहरु आउँदै हुनुहुन्छ ढुक्क हुनुस्। अब सकभर अलिकति थोरै सस्तो पैसामा त तपाई नेपालबाट आउँदै हुनुहुन्छ भने बेलारुस त्यति नराम्रो पनि छैन। तपाई आनन्दले बसेर अब कमाउन सक्नुहुन्छ। र त्यही हो। अब म चाहिँ बेलारुसको ब्रेस्टमा रहेको शान्तब्रह्म भन्ने एउटा बिगेस्ट कम्पनीमा काम गर्छु। यो कम्पनीको रुल चाहिँ अब यस्तो छ कि 2 दिन काम छ 2 दिन छुट्टी छ यस्तो। फेरि कुनै महिनामा ओभरटाइम राम्रो चल्यो भने 8-9 वटा पनि ओभरटाइम हुन्छ महिनामा। अब भयो भने चाहिँ कमाई पनि एकदम राम्रो हुन्छ। अब तपाईको रिल्याक्स गरेर 14-15 दिन बसेर पनि नेपालीले 50-55 हजार रुपैयाँ बचाइरहेको छन् भनेपछि तपाईको ओभरटाइम महिनामा 2-3 वटा 4-5 वटा ओभरटाइम हुने पनि 70-80 हजार कमाउन सक्छ र 15-16-17 दिन काम गरेर। त्यो भनेको त्यति नराम्रो पनि हैन साथीहरु। अब अरु
अब अरू कम्पनीमा पनि जस्तै अब वेयर हाउस होइन, वेयर हाउसमा पनि कमाइ एकदमै ठिकठाकै छ। केटाहरू वेयर हाउसमा मेरा भाइहरू पनि काम गर्छन् र भाइहरूको पनि अब महिनामा भनौँ न बेलारुस सेन्ट रुबेल 2500-2600 जति त कमाउन सक्छन् उनीहरूले मन्थली रूपमा। र बाँकी रह्यो अरू कन्स्ट्रक्सन लाइनमा पनि कमाइ ठिकठाकै छ। तपाईँले आएर 2-4 महिना काम सिक्नुभयो र काम सिकेर आफू दक्ष हुनुभयो भने चाहिँ मिस्त्री हुनुभयो भने तपाईँको कमाइ 1 लाखभन्दा माथि नै हुन आउँछ। र यहाँ बेलारुसमा आएर कन्स्ट्रक्सनमा आउने साथीहरूले 1 लाखभन्दा माथि कमाइरहनु भएको पनि छ। र जस्तै मार्केट भनौँ न, मार्केटमा ठिकठाकै छ कमाइ, त्यति अब एभरेजमा छ। तपाईँहरू नआत्तिनु होला, अब बेलारुस गरिसक्नु भएको छ, तपाईँ कति पनि आफ्नो मनलाई चाहिँ हतोत्साहित नगर्नु होला र एकदमै धैर्य भएर काम गर्नु होला। अब सकभर नेपालबाट आउँदाखेरि अलिक सस्तो 5-6 लाख रुपियाँ 4-5 लाख रुपियाँमा तपाईँहरू आउनुभयो भने चाहिँ तपाईँहरूको लागि चाहिँ बेलारुस एकदमै राम्रो छ है। र अहिले बेलारुसमा अहिले चाहिँ अब समर पनि सुरु भएको छ बिस्तारै, तर समर त बिचमा गर्मी त सिजन सुरु भइसकेको, तर यो वर्ष खै अब यो ग्लोबल वार्मिङले हो कि केले गर्दा अलि मौसममा अलिकति तलमाथि भइरहेको छ। तपाईँहरू आउनुभएको छ अब कमाइ भएन भनेर सुरुमा आएको 1 महिनामै कति साथीहरू आत्तिरहनु भएको अवस्था पनि मैले देखिरहेको छु कि त्यसरी नआत्तिनुहोस्, काम गर्नुहोस्, 2-4 महिना काम गर्नुहोस्, हेर्नुहोस्, त्यसपछि कमाइ कस्तो हुन्छ अब त्यसपछि कुरा गर्ने हुन्छ। एकैचोटि भर्खर आएको 10-15 दिन भयो अरूको पुरै नसुन्नुहोस् कि, अरूको कुरा सुनेर आफ्नो मनलाई चाहिँ एकदमै अशान्त नबनाउनु होला होइन। धेरै विचार खेल्ने कुराहरू नखेलाउनु, भोलि आएपछि यहाँ डिप्रेसनमा जान सक्ने नै अवस्था हुन्छ। त्यो भएको कारणले एकदम आनन्द भएर जुन ठाउँमा आउनुभएको छ त्यो ठाउँमा बसेर मजाले काम गर्नुहोस्। तपाईँहरूको लागि बेलारुस आजको लागि नभए पनि भोलिको लागि बेलारुस चाहिँ राम्रो पनि हुनसक्छ। त्यही हो। अब बिस्तारै अब गुड न्युज पनि अब आउँदैछ बिस्तारै। युक्रेन र रसियाको वार पनि अलिकति बिस्तारै केही राम्रो एकदमै वार्ताको बिचमा पुगिसकेको छ र सायद त्यो भयो भने अलिकति यहाँबाट भोलि यहाँबाट अरू देश जानलाई तपाईँको लागि अलिकति खुल्ला बाटो पनि हुनसक्छ र भोलिबाट यहाँबाट रोजगारीको लागि बेलारुसबाट अरू देश भिसा लगेर पनि सजिलो रूपमा जान सक्ने पनि हुनसक्छ। किनभने अब अहिले चाहिँ एकदम बर्डरहरू पनि टाइट गरेको छ नि त, यो युक्रेन र रसियाको वार हुँदाखेरि अब बेलारुस भन्ने बित्तिकै तपाईँ रसियन सपोर्टर देश। त्यो भएको कारणले नआत्तिनुहोस्, तपाईँ जहाँ बस्नुभयो त्यहाँ काम गर्नुहोस्। भोलि तपाईँको लागि बेलारुस आज तपाईँले गलत निर्णय गर्नुभयो भने भोलि पछुताउनु पर्ने हुन्छ। र भोलि तपाईँ यहाँबाट कुनै राम्रो सिन्धन कन्ट्री छिर्न सक्नुभयो भने र इलिगल रूपमा होइन कि लिगल रूपमै छिर्न सक्नुभयो भने त्यो तपाईँको लागि त्यो जतिको राम्रो त के हुन आउँछ, त्यो सोच्नु होला है। र जुन कम्पनीले काम गर्नुभएको छ आएर 2-3 महिनामा भाग्ने, भोलि इलिगल रूपमा भाग्दाखेरि तपाईँले धेरै दुःख पाउनुहुन्छ, धेरै सोचे भन्दा नि बढी दुःख पाउनुहुन्छ र तपाईँको पैसा पनि त्यस्तै महँगो पर्न आउँछ र तपाईँको लाइफ पनि सिक्योर हुँदैन। भोलि लाइफ पनि के हो होइन। पैसा लाइफमा पैसा हो, तर पैसा सबै थोक चाहिँ होइन मेरो विचारमा चाहिँ होइन। पैसा कमाउनु नि पर्छ, तर कमाउने भन्दैमा आफूले गलत निर्णय गरेर भोलि तपाईँले सानो गलत निर्णयले तपाईँको परिवार फ्यामिली होइन जम्मै सबैलाई असर गर्न जान्छ। त्यो भएको तपाईँको एउटा व्यक्तिले गर्दाखेरि धेरैजनालाई असर गर्न जान्छ। त्यसरी यस्ता गलत निर्णयहरू चाहिँ नगर्नु भन्छु म साथीहरूलाई। अब भनौँ न, अब आएर जुन ठाउँमा हुनुहुन्छ आफू खुसी हुन सक्नु पऱ्यो कि। कमाइ अब एकैचोटि 2-3 लाख रुपियाँ खोजेर त कहाँ हुन्छ त होइन। अब नेपालबाटै आउँदा बेलारुस भनेपछि मध्यम स्तरको कमाइ हुने देश भनेर त हामी सबैलाई थाहा छ त, त्यति धेरै कमाइ हुँदैन भन्ने त हामी सबैलाई थाहा छ। त्यो हुँदाहुँदै हामी बेलारुस आएका छौँ। त्यसैले आएर तपाईँहरू आत्ति पनि नहाल्नु होला कोही साथीहरू पनि है। अनि अरू यस्तै छ। अब तपाईँहरूले अब धेरै साथीहरूले मलाई सम्पर्क गर्नुभएको छ। मैले जाने सुनेका कुराहरू पनि धेरै तपाईँहरूलाई भनिसकेको छु अरू भ्लगमा पनि, हेर्नु होला गएर होइन। म तपाईँलाई एकदम गलत चाहिँ कहिले पनि गलत बाटोमा नजानुहोस् होइन, गलत निर्णय नगर्नुहोस् भन्न चाहिँ जहिले पनि म सुझाव दिन्छु होइन। तर आउने साथीहरूलाई पनि नआत्तिनुहोस्, आउनुहोस्, ढुक्क भएर आउनुहोस्। सकभर अलि सस्तो पैसा थोरै पैसा तिरेर आउनुभयो भने चाहिँ बेलारुस तपाईँको लागि चाहिँ एकदम राम्रो पनि हुन्छ। त्यही भएर यस्तै छ। जहाँ हुनुहुन्छ जुन कम्पनीमा काम गर्नुभएको छ त्यही कम्पनीमा बसेर काम गर्नुहोस्। बेलारुस हुने साथीहरू पनि, नेपालबाट आउने साथीहरूले पनि नआत्तिकिन अब कमाइ हुँदैन रहेछ, यस्तो रहेछ उस्तो रहेछ भनेर अरूको कुरा नसुन्नुहोस् र अब आउनुहोस्। के गर्नु, अब नेपालमा एकदमै धेरै बेरोजगारीको एकदमै माहौल धेरै छ। बेरोजगार नेपालीहरू युवाहरू धेरै बेरोजगारी छन्। यसैले अब एक न एक ठाउँ जानैपर्छ अवश्य पनि। त्यसैले
ठिक छ। अब मलाई तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ। अब मेरो फेसबुकमा कति साथीहरूले म्यासेज गर्नुभएको छ, इन्स्टाग्राममा फलो गर्नु होला, अनि मैले वाट्सएप नम्बर पनि छोडिदिएको छु होइन। प्रायः जस्तो भिडियोको कमेन्ट बक्समा गएर त्यहाँ सम्पर्क गर्नु होला। फिलर्स आउने साथीहरूले तपाईँहरूको सजिलोको लागि मैले आफूले सक्दो सहयोग गरिरहेको नि छु, गर्ने नै छु होइन, आउने दिनमा पनि। र तपाईँहरू राम्रोसँग बस्नु होला। र आजलाई चाहिँ म मेरो भ्लग चाहिँ इन गर्छु होइन। फेरि अर्को भ्लगमा नेक्स्ट टाइम चाहिँ तपाईँहरूसँग म भेट्नेछु ल है त। बाई बाई। सबैजनाले आफ्नो ख्याल गरेर बस्नु होला है त।